चाहिँ हाम्रो बिल्डिङ भयो। हेलो गाइज, वेलकम टु आवर भ्लग। आज चाहिँ हामी जाँदैछौँ कर्निस केटाहरूसँग टक्क होइन रमाइलो गर्नको लागि, टक्क एक दुईवटा टिकटक भिडियो बनाउनको लागि। सो लेट्स फलो अप गाइज। यो हाम्रो फर्स्ट भ्लग अफिसियली युट्युबमा आउने बेलामा छ। सो सबैजनाले फलो गरिदिनु होला हाम्रो भ्लग। अब हामी यसरी नै छुट्टीको बेलामा भ्लग हाल्नेछौँ। केटा हो खै अस्मी हामी चाहिँ जाँदैछौँ आज घुम्नको लागि कर्निस बिच। बिचमा चाहिँ पुग्दैन होला, त्यो भाइ पुग्छ देखाउनेछौँ आज। केटाहरू कतिको एक्साइटेड छ त? हामी टक्क फर्स्ट भ्लग होइन, अनि त्यही माथि हामी कर्निस फर्स्ट भ्लग नै हामी कर्निस जाँदैछौँ। कस्तो एक्साइटेड, कतिको एक्साइटेड छौ केटाहरू? एक्साइटेड नै छु, किनभने धेरै पछि हामी बाहिर निस्किँदैछौँ आज घुम्नको लागि भनेर। सो हामी चाहिँ अब एकदम मेहनतिलो मान्छे पर्यो, त्यसैले हामी काम गरेर जब हाम्रो छुट्टी हुन्छ तब मात्र हामी निस्किन्छौँ। बाहिर मात्र भए हामी कतै निस्किन पाएको हुँदैन। सो आज चाहिँ हाम्रो होलिडे स्पेसल छ है त गाइस। हामी चाहिँ हाम्रो बिल्डिङबाट तल आइसक्यौँ, अब जाँदैछौँ हामी कर्निस। हजुरलाई थाहा होला यो भनेको अब गर्नु इलेक्सनमा हो होइन। तपाईँहरू हेर्दै बस्नु, इलेक्सनमा हाम्रो राइदाले टर्च खान्छ, त्यसपछि राइदाको टर्च खेल्नुपर्छ हामीले। यो चाहिँ हमदन सेन्टर हो होइन, अबुधाबी सिटीको हमदन सेन्टर हो। हामी चाहिँ कर्निसतिर जाँदैछौँ। अब यो बाटोबाट चाहिँ यता गयो भने चाहिँ कर्निस जान्छ है। यो चाहिँ अबुधाबी छ बिल्डिङको WTC। केटाहरू चाहिँ यहाँ समोसा खाने भनेर चाहिँ अब समोसा किन्दैछ। यत्रो ठुलो समोसा मैले जिन्दगीमा पहिलोचोटि देखेको। क्या ये शुरू होते ही खत्म हो गया। सो हामीले चाहिँ मिनी समोसा खाएर अब बल्ल हामी जाँदैछौँ कर्निसतिर, हाम्रो गन्तव्यतिर। ल हाम्रो साथी चाहिँ जाँदैछ। हेलो एभ्रिवान, हामी चाहिँ आफ्नो ठाउँमा आइसकेको छु, आफ्नो गन्तव्यमा। तपाईँहरूलाई हामीले भनेको थिएँ भाइरल पुल जान्छु भनेर। हाम्रो पछाडि चाहिँ भाइरल पुल रहेको छ है। उज्यालोमा चाहिँ अहिले खासै राम्रो देखेको छैन, तर अँध्यारोमा चाहिँ एकदम राम्रो देख्छ यो ठाउँ चाहिँ। यो ठाउँ हजुरहरूलाई हामी बेलुका देखाउनेछौँ। अहिलेको लागि चाहिँ हामी जाँदैछौँ कर्निस बिचमा। सबभन्दा ह्यान्डसम मान्छेको ब्लगमा वाह क्या लड़का है, वेरी हैंडसम बॉय। एके अनिस कर्नाल, एके ह्यान्डसम मान्छे, एके ल हामी जाँदैछौँ। अब चाहिँ हामी कर्निस बिचमा जाँदैछौँ है साथीहरू। हामी तपाईँहरूलाई त्यहाँ गएर देखाउनेछौँ त्यहाँको ठाउँहरू पनि कस्तो छ भनेर। अहिलेको लागि बाई बाई। So this is the view. This is the view, guys. ल बोतल फ्लिप हान्ने केटोले। च्या राइट है। ओए ताली यसको लागि तालीको दिनु। ल गाइस, हामी चाहिँ अब जाँदैछौँ बिचतिर है। हामी फोटोसुटहरू गरेँ हो यहाँ पुलमा सनसेटको। अब हामी सनसेट ठ्याक्क सनसेट लाग्दैछ। तपाईँहरूलाई हामी सनसेट देखाउनेछौँ। लेकिन ये साला कर क्या रहा है? एकदम राम्रो देखिन्छ। एकछिन धैर्य गरेर बसिदिनु होला है त। हामी जाँदैछौँ अब। धैर्य गरेर बस्नु होला, त्यसपछि आफू बसेको पेटी कस्नु होला, हल्का फुल्का खट्नु होला। त्यतिकै बसेर काम छैन। ड्रेसिभ गाइज, लाइफमा केही अर्थहीन भएर मात्र हुँदैन, अर्थपूर्ण गर्नुपर्छ सबै कामहरू। अर्थहीन भएर मात्र हुँदैन, अर्थपूर्ण गर्नुपर्छ सबै काम। अरे कहना क्या चाहते हो? हजुरले देख्न सक्नुहुन्छ अलिअलि सनसेट लाग्दैछ त्यहाँ। कौन है ये लोग? कहाँ से आते हैं? त्यही हो गाइज, हामी चाहिँ आज टक्क यो पार्क, यसलाई के भन्छ अरे साथी, कुन ठाउँ रे यो? भाइरल पुल भन्छ। अब जे भने नि भन्छ यसलाई चाहिँ होइन। त्यही त स्पेसल्ली हाम्रो नेपाली कम्युनिटीले चाहिँ
भाइरल पुल बन्द रहेछ, त्यसैले अब हामी यहाँबाट 2-3टा फोटो खिचेर पार लाग्दैछौँ। हामी चाहिँ आज हेर्न जाँदैछौँ सनसेट। साथीहरू लास्ट लोसे फोटो खिच्न थालिसकेपछि एकदम लोसे गरिदिने रहेछन्। मेनमा चाहिँ हाम्रो अश्विन साथी पर्छ, त्यसैले होइन यो चाहिँ लियोपाडा सनसेट हेर्नु पर्ने गाइस, सनसेट डुबे कुछ भी हामीले जिब्रो लडबाट आए बालै नदिउँ, किनकि माया दिम सबैजनाले, माया दिउँ। माया दिम, साथ सपोर्ट दिम, किनभने हजुरहरूको साथ सपोर्टै हाम्रो लागि भनेको हामीलाई बढाउँदै जाने हो नि त। अबुधाबीको यस्तो गर्मीमा पसिना बगाइ हामी घुम्न निस्केको छौँ, त्यो पनि भिडियो बनाउँदै। सो हामी आइसक्यौँ हाम्रो गन्तव्यतिर, समुद्री साइड। सो गाइज हामी चाहिँ समुद्रको सतहमा आइसक्यौँ। के हो केटा, कस्तो लाग्यो त आजको बिचमा? खासै टाइम भएन होइन, बेलुका निस्किन पर्यो। खासै त्यस्तो विधि राम्रो पनि होइन, त्यस्तो नराम्रो पनि होइन। Get a lesson with this. Only that fish go with the flow. क्यामेरा आयो, सम्बोधन ल गीत गायौँ न। तिमीलाई गर्दैछु म ती सबै यो चाहिँ ट्रिब्युट हो। छाडी गयो हामीलाई 2026 हो। चाहे त्यो माछा पनि पुच्चुकै पुच्चुको थियो। त्यो माछी होइन, त्यो छाडी गयो आदि माछा छ कि आदि माछा छ अरे। मासु छ कि मासु। ल गाइस, हामी चाहिँ अब यहाँ भिडियो सुट सबै गरेर होइन, फोटोसोटो खिचेर चाहिँ अब तपाईँहरूलाई हामी नाइट भ्यू देखाउँछौँ भाइरल पुलको है। हामी त्यहाँ जाँदैछौँ अब, सबैजना हेर्न सक्नुहुन्छ पछाडि अबुधाबी सिटी। यो चाहिँ बिच साइड हो, कर्निस बिच साइड हो है। यो मान्छेलाई कतैतिर भेट्यो भने सिधै पक्रेर हाम्रो रुममा पठाइदिनु होला, किनकि बेला बेलामा याददाश्त बिर्सिरहेको हुन्छ। उहाँले चाहिँ सम्झिने कोसिस गर्नुहुन्छ, तर सम्झिन सक्नुहुन्न कि यथार्थ के हो भनेर। ठिकै छ, म हराउँछु किनकि मेरो अलिकति पावरफुल छ दृष्टि। मेरो दिमाग घरिघरि चल्दैन किनकि यहाँ घुमिरहेको छ सृष्टि। ओए के हो? हजुरहरूलाई भन्थेँ हामीले भाइरल पुल देखाउँछु भनेर नाइट भ्यूको, हेर्न सक्नुहुन्छ। हामी आइसकेको छौँ, यही हो भाइरल पुल चाहिँ। हामी नेपालीहरूले भनी चाहिँ यो हो, अब यहाँकोले भनी चाहिँ के हो हामीलाई थाहा भएन है। हेर्न सक्नुहुन्छ साथीहरू, यही हो भाइरल पुल हाम्रो। थकाइ लागेको अवस्था। अब कतिखेर रुम गएर नुहाइधुवाइ गरेर खाना बनाएर खाना खाने मात्र सोच छ, किनकि हामी धेरै नै घुम्यौँ। सबै कुरा त अब क्यामेरामा देखाउन सकिँदैन, कति रमाइलो भयो। हामी 4जना छौँ, तर हामी रियलमा 4जना छौँ। के भने अब हजुरहरूलाई त हामीले यहाँ भाइरल पुल देखाइहाल्यो होइन साथीहरू। अनि धेरै रमाइलो गऱ्यो, सबै रमाइलोहरू क्याप्चर गर्नु पाएन, हजुरहरू देखाउनु पाएन। ल गाइस, हामी यति भन्दैमा हामी भिडियो टुङ्गाउन चाहन्छौँ है त। Bye bye, take care everyone.